गाइस हामी चाहिँ अब डाक्टर भेट्न जाँदैछौँ टक्क बेले चौरीमा बस्दा गरेर घाम यस्तो छ हेर्नुहोस् टल्किरहेको छ हैन गाइस हजुरहरूले हाम्रो भिडियो चाहिँ मिनी ब्लगमा अब भरे हामीले चाहिँ यो गर्छौँ हैन यति धेरै छ बाइकहरु स्कुटीहरु एउटा अब भरे जाँदाखेरि एउटा लान्छु हैन सिटी सवारीमा लाएर लान्छौँ सिटी सवारीको हुटमा थिए फाइन तिर्दै भए पनि कुनैले लान्छ अरे हैन एउटा चाहिँ उनीलाई उयो साउँछ होला लाउनु त्यही राम्रो हुन्छ त नि मोटो मान्छेलाई त्यही राम्रो हुन्छ त मोटो छ कि कस्तो घाम छ है गाई जान्दै मेरो निधार टल्केका स्किन केयर गरिरहेको छ उसको चाहिँ स्किन सर्जरी गरेको हो नि अब यिनीहरू अब थाइल्यान्ड जाँदैछ केही दिनपछि सर्जरी गर्नु अब हामी चाहिँ बाहिरदेखि भित्र पसेको छौँ यहाँ रिपोर्ट लिनको लागि बसेको होइन यस्तो छ लाइन धेरै छ आज धेरै गर्मी परिरहेको छ धरानमा चाहिँ गाईहरूकोतिर चाहिँ कस्तो छ मनकुमारीको हाँस मिठो छ है कसको हाँस मनकुमारीको हाँस मन पर्यो भने आएर हाम्रो उयोमा हाम्रो युट्युब च्यानलमा आएर टेक्स्ट हान्नुहोस् अब म चाहिँ निन्द्रा लाग्यो अरे यहाँ उसलाई निन्द्रा लागेको अरे उयो यसलाई चाहिँ अब आज कमिला घाँटीमा टोक्दैछ यत्रो होइन अब उहाँलाई निन्द्रा लाग्दैछ केही छैन उहाँको केस पनि पहिले जमानाको त केस जस्तो छ नि घुँडाको जस्तो गाइस अब हामी चाहिँ रिपोर्ट लिएर निस्किसकेको छौँ होइन हामी गोपा हस्पिटलमा छौँ रिपोर्ट लिएर जाँदैछौँ अब डक्टरलाई भेट्न गाह्रो भइगयो नि यार डक्टरै गएको छ यार अब के गर्ने रिपोर्ट त अब देखाउनु पर्यो अब के गर्नु रिपोर्ट पनि कसलाई देखाउने अब हामी त अब एमबिएस हामीले पढेको छैनौँ डक्टर पढेको छैनौँ के गर्नु गाह्रो छ हामीलाई डक्टरहरू यस्तै हो होइन अब के छैन होइन त्यही हो अब हामी चाहिँ धेरै टाढादेखि आएको मान्छे हो होइन त्यही भएर मात्रै हो होइन डक्टरले केही छैन ओके अब त्यस्तै हो होइन बाहिर निस्किसकेको छौँ होइन मनकुमारी झन्डै ठोक्यो गेटमा के गर्नु गाह्रो छ ठोकेको भयो फेरि उसलाई पनि यहाँनिर भर्ना गर्नु पर्छ इमर्जेन्सीमा डक्टर मिलेन नमिलेपछि के गर्नु अब रिपोर्ट देखाउनु पर्ने थियो यहाँ हामी भित्र गएको थियौँ डक्टर भेट्न तर अब हामी यस्तै हो होइन के गर्नु अब घर जानुपर्छ अब फेरि भोलि आउनुपर्छ अरे डक्टर जानुभएछ केही छैन अब आजलाई चाहिँ हाम्रो अब यति नै भनौँ होइन छोटो सर्टकटमा हो हाम्रो चाहिँ मिनी ब्लग हो होइन तपाईँहरूलाई यदि मनपर्छ चाहिँ भने हाम्रो युट्युबमा हाम्रो सब्सक्राइब पनि गर्न सक्नुहुनेछ अब हाम्रो मिनी वाटर पनि सक्यो आजको दिनभरिको पानी खायौँ हामीले होइन सो तपाईँहरूले देख्न सक्नुहुनेछ आज यो आजको एकदम मौसम भने एकदमै घाम ढुमिएको भन्दा पनि धेरै नै घाम छ अनि गर्मी छ है सो तपाईँहरूले देखिराख्नु भएको छ है यहाँको धरान घोपाको उयोहरू होइन दृश्य तपाईँले देखिराख्नु भएको छ सो आउने क्रमहरू पनि धेरै बढिरहेको छ तपाईँहरूले हेर्नुहोस् धेरै घाम छ होइन हेर्नुहोस् मान्छे धेरै छ आज सो आज यो मिनी वाटर पनि हाम्रो लागि आजलाई यहीँ नै समाप्त भयो फेरि ए लाने अरे लोभिनी छ नि त लोभिनी छ के मनकुमारी हाम्रो त फेरि हाँसाइ नै मिठो क्या फेरि यस्तो गरेर यस्तो गर्दा न तिहार हेर्नु यस्तो गर्नु दुइटा हातले यस्तरी पो त अब यस्तो कुरा पनि मैले सिकाउनु पर्छ के गर्नु यहाँ चाहिँ सिकिस् त यसलाई चाहिँ कमिलाले टोकेर सधैँ हिँड्दैछ अब यो चाहिँ हाम्रो चाहिँ अब उयोमा चाहिँ तपाईँहरूलाई फेरि पनि भेट्नेछौँ हाम्रो युट्युब च्यानलमा है ओके बाहिरदेखि निस्क्यौँ अब गेटदेखि निस्केर सिधै हामी चाहिँ रत्न चौक हिँड्दै जाँदैछौँ ए घाम धेरै छ के गर्नु गाह्रो छ हामीलाई अब गाह्रो भए पनि अब हामी चाहिँ होइन अब यस्तै हो डक्टरलाई भेट्नु भए चाहिँ अब आउनै पर्छ के गर्नु हेर्नु त गाइस फलफुल पनि छ होइन फलफुलमा कस्तो खानु मन लागेको छ कसले किनिन्छ नि मलाई फलफुल
फलफुल खानको लागि त कि त बिरामी नै हुनुपर्छ कि त खुट्टै भाँचिनुपर्छ। बिरामी सन्चो हुँदाखेरि कसैले पनि फलफुल किनिदिँदैन। बिरामी भयो भने गोलकुच, हर्लेस, अङ्गुर, दाना दुनीहरू लिएर दिन्छ। के गर्नु, निको नहुँदाखेरि बिरामी नहुँदाखेरि यसो ऊ भनेको चाहिँ अब नेपाली नै हो तर अनुहार बिग्रेको कालो भएपछि चाहिँ अब उयो पट्ने क्रममा हामी चाहिँ होइन अब रत्नचोकतिर लाग्ने हो। यहाँ यसलाई फेरि मकै सोध्नु मन लाग्यो अरे। अब हामी चाहिँ मकै पनि सोधिहाल्छौँ। नरिवलको पानी खानु मन लागेको छ। अनुहार छ त नरिवलको पानी खानु जस्तो। हेर्नु त मकै पनि सोधिहाल्यौँ होइन। सो त्यो कुरा मिलेन कसरी भन न। अनि अब हामी त्यस्तो माइगट हाम्रोतिर त अनि 100 रुपियाँको त अनि 1 प्राठीकै दिन्छ त। यहाँ चाहिँ के साह्रो महँगो हो। धरान एरिया भएर होला झन् साह्रो है। घरको सामानको एरिया झन् एकदम सस्तो हुनुपर्नेमा महँगो बनायो। के हेर्नु यो साङ्केन फार्मेसी हो कि के हो त पढ्नु आउँदैन है मलाई त। हेर्नु चाहिँ के हो महाकाली फार्मेसी। सो हामी चाहिँ गइरहेको छौँ होइन। हिरो हन्डा मेरो भन्नु नभएको यो स्कुटी कस्तो मनकुमारीको हो। यो ए हेर्नुहोस् त पानीको ट्याङ्की हर्को साम्पाङले कसरी गर्नुभएको छ। यस्तै छ गाई धरान राम्रो छ। तपाईँहरूले पहाड पनि देख्न सक्नुहुनेछ। माथि पहाड छ होइन। तपाईँहरूले देखिराख्नु भएको छ। अब हामी चाहिँ रत्नचोक जाँदैछौँ होइन। सो हल्लिन्छ होला कुनै ठाउँमा भिडियोहरू अलिकति अड्कट भएको छ होला। हामी चाहिँ फर्स्ट टाइम हो होइन। फर्स्ट टाइम जस्तै हो होइन। त्यति खासै भिडियोहरू बनाउनु चाहिँ आउँदैन। अब धेरै मान्छेले चाहिँ अहिले चाहिँ ट्रेनिङमा उयोमा पुरा बनाइरहेको छ भिडियोहरू होइन। र मलाई चाहिँ त्यति खासै आउँदैन। यो स्कुटीहरू कसको होला नि बेच्न राखेको होला नि सेकेन्ड ह्यान्डहरू। कसरी गोटा होला नि यो ल 5 रुपियाँ गोटा अरे। 5 रुपियाँ त होइन होला मार्छ फेरि हाट भात छ फेरि। ओहो यहाँ त हुक्का पनि पाउँदो रहेछ। सँगसँगै हामी हिँड्दै जाने क्रममा यहाँनिर हाम्रो राष्ट्रिय हाम्रो नेपालको नेपालको झन्डा पनि देख्यौँ। अनि मलाई चाहिँ कस्तो अब खोइ खिच्न मन लाग्यो निकाली पनि हालेँ। साथमा हिँड्दै गर्दा अनि यहाँनिर कपहरू चाहिँ माटोको पनि रहेछ। यहाँ ऊ देख्नुभयो तपाईँले देख्नुहुन्छ। अनि यो एउटा अनि लिचीको फेद मुनि अनि एउटा चटपटे पसल पानीपुरी जस्तै रहेछ। अनि यहाँ मान्छेहरू खाइरहेको थियो अनि हामीहरू हिँडिरहेको थियौँ साथमा। अब यस्तै हो होइन। अनि यहाँनिर घर देख्यो। यो घर देखेपछि चाहिँ मलाई कस्तो मन खेल्यो। म पनि कोरिया गएर यस्तै बनाउँछु भन्ने मेरो पनि सोच जाग्यो साथमा। अनि अब यहाँ घरहरू पनि बनिरहेको रहेछ हिँड्ने क्रममा। घरहरू पनि यहाँ माथि बनिरहेको छ। तपाईँले देख्नु कस्तो घर बनिरहेको छ माथि होइन। सो अब यहाँनिर धेरै पसलहरू पनि रहेछ दोकानहरू पनि रहेछ। अनि म चाहिँ अब हिँड्ने क्रममा अब हाम्रो रत्नचोक भन्ने त्यो मन्दिर जस्तो ठाउँ क्या त्यो पनि आइसकेको रहेछ। मलाई चाहिँ थाहा नै थिएन। अब त्यही हो त्यति धरानमा हिँडेको थिइनँ फर्स्ट टाइम हो। अनि यहाँनिर सबै मान्छेले सपिङ झोला भन्छ। सपिङ झोला चाहिँ फेरि यसलाई भन्दो रहेछ मलाई थाहा थिएन। अनि यहाँनिर हिँड्दै जाने क्रममा अनि बाहिर प्लास्टिकको पक्का झुन्डाएको छ। पक्का झुन्डाएको छ त्यो देखेपछि त गरम आफै निकाल्दै खानु मन लाग्ने। तर के गर्नु मान्छेले कुट्छ भन्ने डर। यहाँनिर लौकी रहेछ। अनि गयौँ अनि हामी आएपछि हामी यस्तो गऱ्यौँ घाम लाग्यो। अनि टिममा साथमा रुँदाखेरि गाडी पनि आयो। गाडी आएपछि गाडी भन्ने कुरा गर्छ। यो पुग्न चाहिँ गाडीले मार्छ अरे। अब मार्छ गाडीमा अरे नाक छुट्न थाल्यो। नसक्ने अरे अटो पर्ने क्रममा मैले भाइरल बिस्कुट पनि देखिगएँ। त्यो भाइरल बिस्कुट हो होइन। टमाटर पनि यहाँ बेच्दो रहेछ। टमाटर यस्तै छ होइन।
900 भनेपछि सातै उडनी मनकुमारीको चिगम चपाके हाँसो हामी चाहिँ अब रत्नचोकदेखि चढ्यौँ रामपुरसम्मको यात्रा सुरु भयो हाम्रो चाहिँ होइन गइरहेको छ हाम्रो बहिनीले उठाएर हिँडायौँ भनौँ न हाम्रो बहिनीले उठाएर हिँडायौँ